यतिखेर तिलिचो तालको डिलमा छौँ। अक्सिजन अत्यन्तै कम छ। 19 हामी बिहानै हिँडेर यहाँ पुगेका छौँ। 4919 मिटरको अल्टिट्युड हो यो। सबै टुरिस्टहरू यहाँ आएर अवलोकन गरेर यहीँबाट फर्किनुहुन्छ। हामी पनि यहीँबाट अवलोकन गरेर फर्किन्छौँ। तिलिचोको माथि डिल, तल तिलिचो ताल जमेको देख्नुहुन्छ। तिलिचो ताल अझै खुलेको छैन। अक्सिजनको अत्यन्तै कमी छ। बोल्न पनि गाह्रो भइरहेको छ। यसो देखाउन ल्याउने यो विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको हिम ताल तिलिचो ताल हो। यो 4919 मिटर हाइटमा रहेको छ। हामी आज यो तिलिचो तालमा आइपुगेका छौँ। सास फेर्न पनि एकदमै गाह्रो भएको छ। अब हामीले यहाँको दर्शन गरिसकेपछि यहाँबाट फर्किँदैछौँ। कठिन छ। यहाँ आउनुभन्दा पहिला एकदमै सुरक्षित साथ आउनु होला। यस हामीले चाहिँ यो यात्रा पुरा गरेका छौँ।